सम्पूर्णमा नमस्कार। हामी चाहिँ मुस्ताङ जाने यात्राको तयारी गर्दैछौँ। मुस्ताङको यात्राका लागि म र मेरो बुबा यानि कि मेरो बाबा हामी तयार अवस्थामा छौँ। हामी काठमाडौँबाट मुस्ताङ जाने चाँजोबाजो सब मिलाउँदैछौँ। सबै चाँजोबाजो मिलाइसकेपछि अब हामी बाइकमा मुस्ताङ जाने फिक्स्ड भयौँ। हामी बाइकमा मुस्ताङ जाने फिक्स्ड भइसकेपछि घर परिवारमा अलिकति चिन्ता बढ्यो, किनकि लामो बाटो बाइकमा गाह्रो हुन्छ भन्ने थियो। तर बाइक चलाउने म थिएँ, त्यसैले गर्दाखेरि मलाई म सक्छु भन्ने थियो। दाइले त अझै बाइक पुरानो भइसक्यो, बिच बाटोमा बिग्रिन सक्छ भनेको भन्नुभएको थियो। तर मेरो जिद्दीपनको अगाडि कसैको केही लागेन। हामी 9 गते मुस्ताङ का लागि हिँड्ने भयौँ। सबै कुरा बन्दोबस्त गरेर हामी मुस्ताङको यात्रामा आफ्नो कुल देवतालाई र श्री पशुपतिनाथलाई सम्झाउँदै निस्क्यौँ। सुरुको दिनमा हामी पोखरा गएर बस्ने कुरा भएको थियो, तर यात्रुको मन न त हो कहाँ मान्दो रहेछ र। 9 बजे पोखरा पुगेका हामी मुस्ताङको यात्रा तय गर्यौँ। बाइकमा लामो यात्रा गर्दा बस्ने ठाउँ चाहिँ निकै दुखेको थियो, तर त्यो मुस्ताङको रमाइलो दृश्यको कल्पनाले गर्दा हामी अगाडि बढिरह्यौँ। त्यस दिन हामी मुस्ताङको जमसङ मार्फा हुँदै कागबेनी गएर बस्यौँ। भोलि बिहान उठ्ने दृढ सङ्कल्प गर्दै त्यो थाकेको शरीर ओछ्यानमा बिसायौँ। अघिल्लो दिनको सङ्कल्पलाई पुरा गर्दै हामी छिटै उठ्यौँ। कागबेनीको काम सकेर हामी मुक्तिनाथतर्फ गयौँ। मुक्तिनाथको दर्शन गरेर मार्फाको जेरीगल्ली, बागलुङको कालिका माई हुँदै हामी पोखरा आयौँ। एक दिनमै मुस्ताङ पुगेर पोखरा आएको सुन्दा अरू मानिसहरू अचम्मित र हाम्रो कुरामा विश्वासै हुन सकेका थिएनन्। पोखरामा घुम्न पर्ने ठाउँहरू जस्तै पुम्दीकोट, तालबराई, पातले छाँगो, गुप्तेश्वर गुफा, चमेरो गुफा, महेन्द्र गुफा, वृन्दवासिनी, सारङकोट, रूपाताल, फेवाताल, बेगनासताल साथै जलसिद्ध महादेव सबै भ्रमण गरियो। त्यो दिन रमाइलो पोखरालाई पछि पार्दै हामी मुक्लिनतर्फ अघि बढ्यौँ। गर्मी निकै थियो, तैपनि हामी देवघाट जान अघि बढ्यौँ। त्यस दिन नारायणघाट गएर बस्ने सल्लाह भएको थियो, तर हामीलाई देवघाटको गर्मीले सताइसकेको थियो। त्यही भएर हामी त्यस दिन घर आयौँ। 7 दिनको लागि छुट्याइएको हाम्रो टुर प्याकेज 4 दिनमै सकियो। बाइक चलाउन सुरु गरेको 5 वर्ष भएको थियो, तैपनि मैले यति लामो यात्रा चाहिँ गरेको थिइनँ। यो मेरो पहिलो पटक थियो, पनि हाम्रो साथी जस्तै भइसकेको थियो। यो यात्रामा बाइकले पनि 1200 किलोमिटरभन्दा पनि बढी पार गरेको थियो। मैले यो भ्रमण र यात्राबाट धेरै कुरा सिकेँ, धेरै नयाँ कुराहरू सिकेँ, जुन कुरा विश्वको कुनै पनि पुस्तकमा भेटिँदैन। तिमीले आँट्नुपर्छ, भगवान तिम्रो साथमा हुन्छ भन्ने कुरा सुनेको मात्र थिएँ, तर यो भ्रमणपछि त म आफै भन्न थालेको छु, भगवान पक्कै पनि हाम्रो साथ नै हुन्छन्, हामीले आँट्नु मात्र पर्छ रहेछ। यो यात्रामा म र बा सँगै थियौँ। मभन्दा पनि मेरो बा निकै खुसी हुनुभयो, किनकि हिजोको दिनमा आर्थिक अभावले वा सामाजिक परिस्थितिले मुक्लिन पनि नकटेका मेरा बा आज देश भ्रमण गराउन पाउँदा म पनि निकै खुसी छु। हामी भोलिपल्ट पशुपतिको दर्शनसँगै हामीले
हाम्रो यात्राको बिट मार्यौँ। समग्रमा भन्नुपर्दा हाम्रो यात्रा निकै सफल भयो। सम्पूर्णलाई धेरै धेरै धन्यवाद।